नराम्रो मान्छे अर्थात् नराम्रो मान्छे कोही किन खराब मान्छे बन्न चाहन्छ? तर यदि मैले तिमीलाई भने यसमा तिम्रो फाइदा छ, त्यसो भए अब हेर, बाल्यकालदेखि नै कोही पनि खराब हुँदैन। आफ्नो परिस्थिति र समाजको कारणले गर्दा ऊ एक बन्नुपर्छ। मानौ तपाईलाई स्कुलमा धम्की दिइदैछ। शान्ति, विक्की र चम्की नामका 3 मोटा केटाहरूले तिमीलाई सम्पूर्ण कक्षाको अगाडि पिटिरहेका छन्। त्यसो भए तिमी त्यो समयमा के गर्नेछौ? गर या मर। तर केही छैन, किनकि तिमी मूर्ख बच्चा हौ र घरमा तिमीलाई के सिकाइएको छ? झगडा झगडा, रमाइलो रमाइलो र मेलबाट टाढा रहनुहोस्। गीतहरू। तर यदि तपाईँ यहाँ नराम्रो बच्चा हुनुहुन्थ्यो भने तपाईले कराते सिक्नुहुन्थ्यो र कक्षा 3 जना मोटा बच्चाहरूले भर्नुहुन्थ्यो, ताकि तिमी कक्षाको हिरो र नयाँ गुण्डा दुवै बन्न सक। त्यसैले तिमी नराम्रो मान्छे हौ। #नियम नम्बर 1, चमेरोले आफूलाई नराम्रो गर्ने जो कोहीलाई पनि अपमान गर्छ। स्वार्थी। स्वार्थी भनेको के हो? के तपाईँ बान्टेनको पासमा स्वार्थी मानिस बन्नुहुनेछ? होइन। स्वार्थी भनेको स्वार्थी व्यक्ति हो जसले केवल एउटा कुराको बारेमा सोच्दछ र आजको समयमा यदि तपाईँ स्वार्थी हुनुहुन्छ भने तपाईँ खराब हुनुहुन्छ। प्राचीन समयमा कुनै आदिवासी हुनुपर्छ जसले सकुराद नन्दतै इस्ती उस्ती नमस्ती भन्थे। हे, यसको आवाज ठिक गर, हामी खाना बाँड्न चाहन्छौँ। यसले बाँड्न मागिरहेको छ र जारी गरिरहेको छ, किनभने उनी कुनै काम वा व्यवसाय गर्न चाहँदैनथे। यसका पन्टरहरूले जति जनावरहरू मारे त्यसलाई पनि त्यसले साथसाथै खान थाल्यो, किनभने यो व्यक्तिले पहिले नै यो भनिसकेको थियो अरूसँग साझा गर्दै। त्यसो भए अब तपाईले के गर्नुपर्छ? के म जोडी बनाउन छोडेर 100 स्वार्थी बन्नुपर्छ? होइन, तिमी स्वार्थी हुनुपर्छ, तर केवल ती मानिसहरूसँग जो तिमीसँग स्वार्थी छन्। #रुनम। स्वार्थी बन ती मानिसहरूसँग मात्र जो तपाईसँग स्वार्थी छन्। अब यदि कोही नराम्रो मान्छे हो भने उसको पनि नराम्रो बानी हुनेछ। उदाहरणका लागि, खुला ठाउँमा दिशा गर्ने, बिडी तान्ने, सबैको अगाडि अपशब्द प्रयोग गर्ने। होइन, तपाईँ त्यो चमेरो मान्छे बन्न चाहनुहुन्न। अब हेर्नुहोस्, खराब बन्ने केही चरणहरू छन्। यदि तपाईँ अन्तिम चरणमा पुग्नुभयो भने तपाईँ अपराधी बन्नुहुनेछ। अनि म तिमीलाई बाटो बिराइरहेकी हजुरआमालाई X47ले गोली हान्न भनिरहेको छैन। त्यो त अर्कै कुरा हो, त्यो त अझ रमाइलो हुन्थ्यो। तर होइन, अहिले सबैजना वास्तवमा खराब छैनन्। ठिक छ भाइ, हो कि? हेलो भाइ, के तिमीले मलाई सम्झ्यौ? हो, सुनेर खुसी लाग्यो। हो भाइ। म सक्दिनँ। अब म उसलाई कसरी ब्लक गर्ने? भाइ, तिमीले आफ्नो साथीलाई आउँदा अक्सिजन सिलिन्डर ल्याउन भनेको हुनुपर्छ, नत्र हामी बाँच्ने थिएनौँ। हाम्रो पनि त्यसरी नै अन्त्य हुनेछ। नमस्ते भाइ, तिम्रो आँसु किन बगिरहेको छ? के तिमी रोइरहेका छौ? अब तपाईलाई थाहा छ नराम्रो हुनुको सबैभन्दा ठूलो फाइदा के हो? तपाईँ मानिसहरूलाई बेवास्ता गर्न सक्षम हुनुहुनेछ। अब मानिसहरू भन्नाले मेरो मतलब सबै मानिसहरू हुन्, होइन ती विषाक्त मानिसहरू जो तपाईलाई सधैँ प्रयोग गर्छन्। तिम्रो असल हुनुको फाइदा मलाई लिन देऊ। सधैँ तिम्रो बारेमा नराम्रो सोच। अनि सबैभन्दा राम्रो कुरा के हो भने ती तपाईको अगाडि नै राम्ररी गरिन्छन्। मलाई थाहा छ तिम्रो जीवनमा धेरै मानिसहरू हुनेछन् जसलाई तिमी कहिल्यै छुटकारा पाउन सक्ने छैनौ। मानौ कोही आफ्ना साथीहरूसँग रक्सी पिइरहेको छ भने यो कुरा उनीहरूको लागि धेरै राम्रो छ। यो डिचिक पार्टी हो, रियाली हो। अनि यदि परिवारका सदस्यहरूको अगाडि पनि त्यही भएको भए? म र मेरो पन्टर कडा परिश्रम गर्छौं, हामी धेरै खतरनाक छौं। त्यसैले कसैले तपाईलाई नराम्रो मान्छे मान्न सक्छ र मेरो विचारमा तपाईले ती मानिसहरूसँग मात्र बस्नुपर्छ जसले तपाईलाई नराम्रो मान्छे मान्छन्। अब हेर्नुभयो भने नराम्रो हुनुका धेरै फाइदाहरू छन्। पहिलो कुरा, तपाईसँग आफ्नो लागि धेरै समय हुनेछ। कसरी? त्यसैले जब तपाईले आफ्ना साथीहरूसँग बनाएका सबै योजनाहरू रद्द गर्नुहुन्छ जुन तपाईले पहिले गर्न चाहनु भएको थियो तर राम्रो भएको कारणले गर्न सक्नु भएन, तपाईले उनीहरूलाई यो भन्नु र ब्लक गर्नु मात्र पर्छ। यदि त्यो ठिक छ भने त्यसैले मैले यी भिडियोहरू बनाएको हुँ ताकि तपाईँ त्यस्ता खराब मानिसहरूबाट बस्न सक्नुहुन्छ। यस भिडियोको मुख्य कुरा के हो भने खराब मानिसहरूको अर्थ सधैँ आतंककारी हुन्छ, अपराधी होइन। त्यस्ता मानिसहरू पनि खराब हुन्छन्। मलाई थाहा छैन तिनीहरूको हुन्, तर अझै पनि हो। मैले भिडियो मार्फत कुराहरू भनेको थिएँ। म विषयलाई धेरै बम्ब्याउने थिइनँ। म तपाईलाई सदस्यता लिइरहेको छु।